नमस्कार सबैजनालाई। आज म क्लास 8 को पुस्तकमा रहेको सिन्थेटिक डिभिजन मेथड चाहिँ आज तपाईहरुलाई सिकाउन गइरहेको छु हैन। यो चाहिँ बीएलई मा सोधिरहने क्वेशन हो, त्यसैले आज म चाहिँ यसलाई सजिलो तरिकाले सिकाइदिन्छु। त्यही मेथड हो। पछि तपाईलाई केही कन्फ्युज भयो भने भिडियोहरु हेर्दा हुन्छ हैन। म यो भिडियोमा अझ थप 11 12 हरुको 9 10 8 को अझ साइन्सहरुको पनि म भिडियोहरु हाल्दै गर्नेछु, जुन इम्पोर्टेन्ट छ। चाहे त्यो एटोमिक मास निकाल्न सक्छ, सिन्थेटिक हुन सक्छ, ट्रिग्नोमेट्रिक हुन सक्छ, त्यो भिडियोहरु अपलोड म गर्छु नै गर्छु। र अहिले चाहिँ हामी एउटा सिन्थेटिक डिभिजनको एउटा प्रब्लम हेरौँ हैन। त्यसपछि हामी अझ थप यसमा कुराहरु गरौँ है। ल अब म्याथमा फर्स्टमा छ हाम्रो सिन्थेटिक डिभिजन मेथड। अब यसमा यो गर्नको लागि सबभन्दा के गाह्रो भन्ने कुरो छैन यसमा हैन। फर्स्टमा यसको प्रोसेस के हो भन्दाखेरि पहिला हामी के गर्छौँ भन्दाखेरि सिम्पल पहिला हामी लेखौँ gx = 0। हामीसँग दुईटा दिएको छ फंक्सन fx र gx। fx = x² - 5x + 8 दिएको छ भने gx = x - 4 दिएको छ हैन। अब फर्स्ट हामी लेखौँ gx = 0। gx = 0 हुने बित्तिकै के हो भन्दाखेरि यो x - 4 = 0 भयो र भनेपछि यो x = 4 भयो हो। भनेको फर्स्ट टार्गेट हाम्रो के हो भन्दाखेरि यसमा x को भ्यालु निकाल्ने हो, जुन हामी सजिलै यो gx बाट निकाल्न सक्छौं हो। अब हामी एउटा बाइ युजिङ अब यता लेखौँ न बाइ युजिङ सिन्थेटिक डिभिजन मेथड। मेथड र अब हामी के गरौँ भन्दाखेरि सिम्पल एउटा टेबल बनाऊँ। यसै गर्दा सजिलो हुन्छ तपाईहरुलाई हो। अब हेर है, अब यो टेबल बनाउँदाखेरि अब यो जुन लेफ्ट साइडको जुन एउटा कलम छ यसमा हामी के भर्छौँ भन्दाखेरि यो जुन हामी यसबाट यो gx बाट x को जुन भ्यालु निकालेको थियो त्यो x को भ्यालु चाहिँ हामी यता हाल्छौँ। जस्तो भर्खर हामीले x को भ्यालु के निकालेको थियो 4 निकालेको थियो। 4 निकाल्दाखेरि हामी चाहिँ यता 4 हाल्छौँ। यो कुरा ठीक छ। अब यसको माथि धेरै बच्चाहरु कन्फ्युज हुन्छ, यसमा माथि के राख्ने भन्दाखेरि चाहिँ यहाँ हाम्रो क्वेशनमा के छ x² - 5x + 8 छ भनेपछि यसमा अब के राख्नु पर्छ भन्दाखेरि कोएफिसिएन्ट अफ x², कोएफिसिएन्ट अफ x र हाम्रो जुन यो 8 जुन एउटा कन्स्ट्यान्ट छ त्यो कुराहरु यता राख्नु पर्यो हैन। यसरी लेख्ने कसरी भन्दाखेरि यदि जस्तो यता x³ भएको भने हामी के लेख्छौँ भने कोएफिसिएन्ट अफ x³, कोएफिसिएन्ट अफ x² कोएफिसिएन्ट अफ x अनि कन्स्ट्यान्ट भनेर लेख्छ। म एउटा अझ क्वेशन गर्छु लामो होला, त्यसमा अझ क्लियर बुझ्नुहुन्छ है। यसमा हामी के लेख्नु पर्छ भन्दाखेरि त कोएफिसिएन्ट ल है। अब भनेको अघिदेखि मैले भने जस्तै यो कोएफिसिएन्ट अफ x² भइहाल्यो हैन। त्यसमा हामी के लेख्छौँ भन्दाखेरि कोएफिसिएन्ट अफ x। किनभने हाम्रो क्वेशन हेर्नु न कहाँबाट सुरु छ। हाम्रो क्वेशन कहाँदेखि सुरु छ नि त x² देखि सुरु छ हैन। x² देखि सुरु छ, त्यसैले हामी कहाँदेखि लेख्यौँ भन्दाखेरि कोएफिसिएन्ट अफ x²। त्यसपछि अब के लेख्छौँ त्यहाँ के छ अब x छ अनि कोएफिसिएन्ट अफ x र लास्टमा के छ 8 भन्ने त हाम्रो कन्स्ट्यान्ट हो अनि हामी यता कन्स्ट्यान्ट भनेछौँ। अब हेर्नु त अब यसमा सिम्पल के भनेछ कोएफिसिएन्ट अफ x र कोएफिसिएन्ट अफ x र कन्स्ट्यान्ट लेख्न भनेछ भने अब हाम्रो कोएफिसिएन्ट अफ x यता के छ कति त हाम्रो यता 1 छ हो। 1 छ भने त हामी के लेख्नु पर्यो 1। त्यसै गरेर कोएफिसिएन्ट अफ x के छ यता। अनि त्यसमा बुझ्नु पर्यो कुरा साइनलाई चाहिँ ध्यानले हेर्नु पर्यो। माइनस हुँदाखेरि यता -5 भनेर लेख्नु नै पर्छ न। प्लसमा त खासै मतलब भएन। माइनस हुँदाखेरि चाहिँ अलि ध्यान दिएर गर्नु होला। अहिले कति बच्चाहरुले चाहिँ माइनस लेख्न छुटाउँछन् अनि मिस्टेक हुन्छ हैन। त्यही कारणले यो -5 भन्ने कुरा भयो। लास्टमा हाम्रो के छ कन्स्ट्यान्टमा +8 छ, +8 मा 8 भयो भने पुगिन हैन। यति लेखिसकेपछि पहिलो टार्गेट के हो भन्दाखेरि जुन हाम्रो जुन छ नि कोएफिसिएन्ट x² या जुन यो फर्स्ट टर्म छ यसलाई चाहिँ पहिला सिधै तल झार्ने हो। तल जाँदाखेरि यो के भयो यता 1 आयो। ठीक छ, यसो के समस्या भएन हो। पहिला तलै झार्ने। अब यता तल झारिसकेपछि अब यो जुन भर्खर जुन हामीले यता x को भ्यालु निकालेको थियो त्यो x को भ्यालुले यसलाई अब मल्टिप्लाई गर्ने भनेको 4 * 1 भनेको कति हो त 4 भयो हो। अब हामी के गर्छौँ भन्दाखेरि अब यो जुन दुईटा छ नि अब यसलाई प्लस गर्ने काम गर्छ। यसले प्लस गर्ने काम गर्दाखेरि अब के गर्छ यस्तो यो -5 + 4 गर्दाखेरि कति भयो भन्दाखेरि यो -1 आउने कुरा भयो हैन। -1 आउने कुरा भयो हो। यो पनि एउटा क्रिया हो हो। भनेपछि पहिला के गर्नु पर्यो यसलाई तल झार्नु पर्यो। झरिसकेपछि यसले मल्टिप्लाई गर्नु पर्यो। मल्टिप्लाई गरेपछि यो कहाँ हुन्छ यतातिर आउने भयो। ठीक छ ल। अब फेरि यो दुईटाले के गर्नु पर्यो प्लस गर्दाखेरि कति आयो -1 आयो हैन। -1 आयो। त्यसपछि अब फेरि हामी यो जुन 4 छ नि यो x जुन हामीले टर्म निकालेको थियो हैन त्यो 4 ले फेरि हामी यसलाई मल्टिप्लाई गर्छौँ। यसलाई मल्टिप्लाई गर्दा कति आउँछ -4 आउने भयो। -4 आउने भयो हैन। अब -4 आउने भने अब फेरि हामी यो 8 या प्लस त प्लस गर्ने तर प्लस माइनस हुँदाखेरि के हुन्छ यो माइनस भइहाल्यो। किन यता माइनस भइहाल्छ। प्लस माइनस त हुन त प्लस नै गर्ने तर यता प्लस र माइनस गर्दाखेरि यो माइनस हुन्छ। माइनस हुँदाखेरि 8 - 4 गर्दा कति आउने भयो
फोन आउने कुरो भयो हैन। अब यसलाई हामी यसरी गरेर एउटा छुट्टै एउटा सेपरेट टेबलमा चाहिँ यता हालिदिन्छौँ हेरौँ। अब के बुझ्नु पर्दाखेरि यो जुन लास्टको जुन टर्म आएको छ नि यसलाई हामी रिमाइन्डर भन्छौँ। अनि यो जुन दुईवटा आएको छ नि टर्म यसलाई चाहिँ हामी क्वेसन भनेर भन्छौँ। अब यसले लेख्ने तरिका पनि अलिक कहिले कन्फ्युज यता लेख्यो है कसरी लेख्ने भनेको। अब यो क्वेसन UX इक्वल्स टू अब हेरौँ है। अब यो लेख्ने तरिका कस्तो भन्दाखेरि यो जस्तो हामीले त कोफिसिएन्ट अफ एक्स स्क्वायर छ नि हो, कोफिसिएन्ट अफ एक्स स्क्वायर छ भने अब यसले लेख्दाखेरि के भने यसले एक स्टेप थाकेर तल घटाइदिन्छ। जस्तो यता कोफिसिएन्ट अफ एक्स स्क्वायर छ र कोफिसिएन्ट अफ एक्सबाट लेख्ने भनेको यसले जस्तो एक्स लेख्दा के हुन्छ यो 1x - 1 भनेर लेख्ने यसरी हैन। भनेको यो के भयो x - 1 हो भने जस्तो यदि यहाँ कोफिसिएन्ट अफ एक्स क्युब छ भने त हामी के लेख्थ्यौँ जस्तो x स्क्वायर - 1 अथवा x स्क्वायर - 1 समथिङ भनेर जे थियो त्यही नै लेख्ने कुरा हो। जस्तो यहाँ जे छ त्यसको एक स्टेप तल घटाउने अनि यो क्वेसन लेख्ने हो। किनभने एउटा त यहाँ त हाम्रो रिमाइन्डरमा त गइसकेछ नि त, त्यही कारणले चाहिँ एक स्टेप त घटाउने एउटा अर्को क्वेसनमा गर्दाखेरि तपाईँले बुझिहाल्नुहुन्छ यो हाम्रो क्वेसन भन्ने कुरा आयो। अब रिमाइन्डरको कुरा गर्दाखेरि रिमाइन्डर हाम्रो के आएको छ भन्दाखेरि फोनै आएको छ हैन। रिमाइन्डर r इक्वल्स टु कति भयो हामीले भर्खरै तल निकालेकै हो 4 हो। यसरी हामी सिन्थेटिक डिभिजन गर्छौँ हैन। एकदम इम्पोर्टेन्ट क्वेसन हो बिहालीको लागि हैन, आउने नै क्वेसन हो हैन। यसरी गर्दा हामी मजाले यो सिन्थेटिक डिभिजन गर्न सक्छौँ। अब एउटा लामो क्वेसन गरौँ x टु द पावर 4 भएको, त्यसमा गएपछि तपाईँले अझ हामी चित्तै बुझ्नुहुन्छ है। ल अर्को क्वेसन हामीसँग यस्तो छ 4x टु द पावर 4 8x स्क्वायर 3x - 12 अनि gx इक्वल्स टु x + 4 भन्ने कुरा छ। फर्स्ट टार्गेट हाम्रो के भन्दाखेरि gx को भ्यालु x को भ्यालु निकाल्ने भयो। त्यो x भ्यालु निकाल्दा हामी के गर्छौँ सबभन्दा सजिलो gx इक्वल टु 0 गरिदिन्छौँ अनि x भ्यालु सजिलो आएछ भने मतलब हेर्नु त gx इक्वल टु 0 गर्छ। फर्स्ट टार्गेट यही है सिन्थेटिक डिभिजन x भ्यालु निकाल्छ। x भ्यालु निस्केन भने सल्युसनै हुँदैन टु -4 ठीक छ यो निस्किहाल्यो। अब हामी के हुन्छ टेबल बनाउने काम गर्छौँ नाउ बाई युजिङ सिन्थेटिक डिभिजन मेथड। यसलाई हामी डिभिजन मेथडबाट पनि सल्भ गर्न सक्छौँ। त्यो भिडियो चाहियो भने कमेन्ट गर्नु होला, त्यसको भिडियो पनि म हालिदिन्छु। बाई युजिङ सिन्थेटिक डिभिजन मेथड फर्स्टमा हामी यसलाई टक्क टेबल बनाऊँ है। हो अहिले लेफ्ट साइडमा अघि नै मैले यता x भ्यालु हाल्ने पऱ्यो। x भ्यालु कति आएछ -4 हो, किनभने अघि हामीले जसरी हालेको थियो यता x भ्यालु न त्यसरी नभए यता के हाल्ने भयो x भ्यालु -4 भनेर कुरा हाल्ने कुरा हैन। ल अब यता के लेख्नु पऱ्यो भने त अघि जस्तै हामीले कोफिसिएन्ट अफ x स्क्वायर कोफिसिएन्ट अफ x र कन्स्ट्यान्ट लेखेको थियौँ। यसलाई हामी लगातार सिक्वेन्समा लेखेको थियौँ। त्यसरी गरेर अब यता के लेख्नु पऱ्यो भने त कोफिसिएन्ट अफ x को पावर 4 फेरि कोफिसिएन्ट अफ x क्युब लेख्नु पऱ्यो। अनि यता x क्युब छैन भने x क्युब लेख्ने होइन, लेख्नुपर्छ एउटा सिक्वेन्समा जानुपर्छ, अर्डरमा जानुपर्छ है, त्यो कुरा बुझ्नु पऱ्यो है। यता के लेख्नु पऱ्यो कोफिसिएन्ट of x to the power 4 coefficient of x cube फेरि coefficient of x square फेरि coefficient of x र लास्टमा constant हो यो भयो। अब यसको सिम्पल अब के यसले सिक्वेन्स जानुपर्छ नभए पनि यसमा चाहिँ लेख्नु नै पर्छ भने जहिले पनि जस्तो यहाँ x क्युब छैन भने फेरि म बारम्बार भन्छु यहाँ x क्युब छ भने लेख्ने होइन, यसले सिक्वेन्समा जानुपर्छ। x को पावर 4 छ भने फेरि x को पावर क्युब फेरि x को स्क्वायर फेरि x फेरि कन्स्ट्यान्ट यसको सिक्वेन्समै जानुपर्छ, नभए एन्सर मिल्दैन है। अब हामी सिम्पल अब कोफिसिएन्ट अफ x पहिले त साथ जस्तो कोफिसिएन्ट अफ x टु पावर 4 कति छ 4, कोफिसिएन्ट x कति छ x क्युब छैन भने के लेख्छ हामी 1 लेख्ने होइन कि 0 लेख्ने है 0। त्यसपछि कोफिसिएन्ट अफ x कति छ -8 साइनलाई ध्यान विशेष गरेर ध्यान दिनु माइनस अनि माइनस लेख्नु परिहाल्यो। कोफिसिएन्ट अफ x कति छ 3 छ र कन्स्ट्यान्टमा कति छ -12 छ हो। ल यदि यस्तै हाम्रो एउटा फर्मेटमा आएको न यो वाला सेम हो। अब फर्स्ट अघि मैले के भन्थेँ फर्स्ट टर्मलाई तल झार्ने यसै गरेर अब यसलाई के गर्नु पर्यो यो फर्स्ट जुन एउटा टर्म छ यसलाई सिम्पल तल झारिदिने हो भयो हो ठीक छ यो पनि कुरा भयो। अब त्यसपछि मैले के भनेको थिएँ यसलाई मल्टिप्लाई गर्ने यता लेख्ने यसलाई मल्टिप्लाई गर्ने अनि यसले यतातिर लेख्ने भन्ने होइन। ल त्यही गरौँ यता पनि र भने अब के गर्नु यसलाई मल्टिप्लाई गर्छु भने कति भयो -16 भयो। 16 हामी कहाँ लेख्छौँ यता लेख्छौँ। अब दुवैलाई प्लस गर्ने प्लस अनि यो दुवैलाई प्लस गर्दाखेरि कति हुने भयो त -16 आउँछ ठिक छ। अब फेरि के गर्नु पऱ्यो यति आइसकेपछि यहाँ पनि फेरि के यसले जसरी यता मल्टिप्लाई गरेर यता लेख्नु थियो त्यसै गरेर अहिले पनि यहाँ पनि त्यही प्रोसेस आउँछ। अब यसले फेरि यसलाई हामी मल्टिप्लाई गर्ने काम गर्छौँ होइन। मल्टिप्लाई गर्दा कति आउँछ 64 हो 64 आउँछ। 65 आएपछि यसले कहाँ लेख्छौँ यो -4 × 16 -16 गर्दाखेरि 64 आउँछ, त्यो कुरा चाहिँ यता लेख्छौँ। अब फेरि यसलाई के गर्नु पऱ्यो हामीले यता प्लस गर्ने काम गर्नु पऱ्यो। यो प्लस गर्दाखेरि कति आउँछ भन्दा 56 होइन 56 भन्ने कुरा हो 56 ठिक छ दुवैले प्लस हुँदाखेरि। अब फेरि यसलाई मल्टिप्लाई गर्नु पऱ्यो। मल्टिप्लाई गर्दाखेरि कति आउँछ भन्दाखेरि
224 होइन 224 आउने कुरा भयो कति आउने -224 हुन्छ किन यता नेगेटिभ साइन छ भने यो चाहिँ -4 × 56 हुँदाखेरि कति आउने भयो -224 भन्ने हुन्छ अब फेरि यसलाई हामी के गर्छौँ प्लस गर्छौँ यसलाई पनि प्लस गर्छौँ प्लस गर्दा कति भयो माइनस कति भयो 221 आउने कुरा भयो होइन -221 आउने भयो होइन किनभने यहाँ 3 प्लस हुन्छ प्लस हुँदाखेरि यता माइनस प्लस माइनस भनेर माइनस भइहाल्छ अनि 3 माइनस यो 3 - 221 गर्दाखेरि चाहिँ कति आउने भयो 3 - 224 गर्दाखेरि चाहिँ कति आउने भयो भन्दाखेरि -221 भन्ने कुरा आउने भयो है अब फेरि यो जुन यो आएको जुन हाम्रो रिजल्ट छ फेरि यसलाई कहाँबाट मल्टिप्लाई गर्ने -4 बाट मल्टिप्लाई गर्दाखेरि -4 बाट मल्टिप्लाई गर्दा कति आउँछ -4 बाट मल्टिप्लाई गर्दाखेरि 884 भनेर आउँछ होइन 884 भनेर आउने कुरा हुन्छ होइन हो अब फेरि 884 भने आयो 884 भने आएछ अब दुवैलाई हामी के गर्छौँ प्लस गर्ने काम गर्छौँ यो प्लस गर्दाखेरि कति आउँछ हेर्नु है 872 भन्ने कुरा आउने कुरा हो लास्टको जुन हाम्रो एन्सर हुन्छ लास्ट हो त्यसपछि अब यसको हाम्रो प्रोसेस छ लास्टको जुन एन्सर हुन्छ त्यसलाई चाहिँ हामीले टक्क एउटा ब्र्याकेट हालेर हालिदिन्छु कि कन्फ्युज हुँदा कि जुन लास्टको जुन टर्म छ नि त्यो हाम्रो रिमाइन्डर भन्ने छ अब फेरि क्वेसन लेख्ने तरिका के हो क्वेसन क्युएक्स कन्सिक्वेन्स हेर्छ अघि जसरी मैले के भन्थेँ जुन टर्म यता आउँछ त्यसबाट एक स्टेप तल घटाइदिइरहने क्वेसन जस्तै x² आछ भने यसपछि कुन आउँछ x आउँछ अनि मजाले क्वेसन लेख्न सक्छौँ त्यसै गरी अब यहाँ के छ x⁴ आएको छ भने एक स्टेप घटाउँदा के x³ आउँछ त्यसरी अब x³ बाट हेर्नु यो 4x³ यो कति छ -16 त्यसपछि x² भइहाल्यो फेरि यो कति भयो +56x -221 भन्ने कुरा भइहाल्यो होइन त्यसै गरी रिमाइन्डर हाम्रो कति आयो भन्दाखेरि रिमाइन्डर r इक्वल्स टु होइन रिमाइन्डर r इक्वल कति भयो हाम्रो लास्टमा आएको कति थियो हाम्रो 872 होइन 872 हो यसरी हामी कुनै पनि सिन्थेटिक डिभिजन मजाले गर्न सक्छौँ म 3-4वटा क्वेसन अझ म PDF अथवा तल अपलोड गरिदिनु डिस्क्रिप्सनमा त्यहाँ हेरेर पनि अझ प्र्याक्टिस गर्न सकिन्छ केही कन्फ्युज भयो भने कमेन्टमा सोधुला म अर्को भिडियोमा त्यो कुरा डिस्कसन गरिदिउँला धन्यवाद